जोरदार रूपमा धन्यवाद ज्ञापन गर्यौं लोकप्रिय गायक नरेन्द्र प्यासी जसले साझ र आवाजका 2वटा अङ्कहरूमा गाइसक्नु भएको छ र आज यो विशेष अङ्कमा हुनुहुन्छ। एउटा नयाँ गीत सुन्न मन लागेको छ। उहाँले धेरै अहिले एल्बमहरू पनि सङ्गीतको बजारमा छ। एउटा पछिल्लो एल्बममा पनि के चर्चामा छ। त्यसो त यो चर्चालाई हामी प्रस्तुत गरिरहँदाखेरि रेडियो नेपालको केन्द्रीय प्रसारण अनि हामीसँग आबद्ध रहेका 17वटा एफएमबाट एकैसाथमा अनि देश विदेशमा हामी आज यसलाई चाहिँ www.disnepal.com बाट विश्वव्यापी प्रसारणमा पनि छौँ। हामीलाई देश विदेशमा हेर्न पनि सक्नुहुन्छ। अनि रेडियो नेपालको केन्द्रीय प्रसारण सँगसँगै रेडियो नेपाल एफएम काठमाडौँ 100 मेगाहर्जबाट पनि तपाईँले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ। स्टुडियोमा आज थुप्रै भाइ बहिनीहरू पनि हुन्छ हाम्रो कार्यक्रमलाई हेर्नको लागि। अनि रेडियो नेपालको स्टुडियोमा थुप्रै वरिष्ठ कलाकार हुनुहुन्छ। वरिष्ठ सङ्गीतकार मधेसी नेपाली, त्यस्तै वरिष्ठ तबलावादक राजु अग्रवाल, निरञ्जन महर्जन, त्यस्तै एकराम श्रेष्ठ, कृष्ण गन्धर्व अनि खड्ग गर्बुजा, सुनिल सिंह नेपाली अनि रामबहादुर जिम्बा, त्यस्तै प्रविधि संयोजनमा श्रीराम रायमाझी र मोहन रायमाझी अनि disneypal.com का दिनेश बडु, भावेश अधिकारी अनि विशेष सहयोगी सीताराम ताज पेरेरा, खड्ग गन्धर्व अनि हामीलाई निर्देशन गरिरहनु भएका व्यक्तित्व हुनुहुन्छ धनेन्द्र विमल। अनि साझ र आवाजको यो आजको सही अङ्कमा यो विशेष अङ्कमा कार्यक्रम प्रस्तुतिको साथमा छु म टीका भण्डारी। एउटा गीत अब फेरि पनि हामीलाई सुन्न मन लागेको छ। नरेनजी, एउटा गीत प्रस्तुत गरिसकेपछि तपाईलाई केही बोल्न मन लागेको छ अर्थात् केही भनिदिनुहुन्छ फेरि? होइन, अब बोल्नु भन्दा नि गाउनु ठिक छ जस्तो लाग्यो मलाई। ठिक छ है। कुन चाहिँ अब रचनाकार हाम्रो आनन्द अधिकारीजीको, सङ्गीतकार हाम्रो आशिष अग्रजीको र यो बास्ना एल्बमको हजुर तिमी बिनाको जीवन सोध्न सक्दैन सक्दैन। एकदम साह्रै राम्रो, साह्रै सुन्दर गीत छ, प्रणप्रिय गीत छ। हामी यो गीत अब श्रोताहरूलाई सुनाउँदैछौँ साझ रालको यो घडीमा। जीवा
जीवन स्वस्थ बनिसक्नु धन्यवाद ज्ञापन हाम्रा लोकप्रिय गायक नरेन्द्र प्यासीजीलाई। हामी आजको यो विशेष अङ्कमा नरेन्द्र प्यासीको 2वटा गीतहरू सुन्यौँ। यसपछि हामी एकजना कोकिल कण्ठी गायकलाई हामी प्रस्तुत गर्छौँ जसले नेपाली सङ्गीतको क्षेत्रमा यो पछिल्लो समयमा आएपछि निकै राम्रा गीतहरू गाएर आफ्नो साङ्गीतिक छवि राम्रै बनाउनु भएको छ। हामी अञ्जना गुरुङलाई कार्यक्रम साझा आवाजमा हार्दिक रूपमा स्वागत गरौँ। साझा आवाज सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई पनि मेरो तर्फबाट नमस्कार। यो साझा आवाजको आजको यो विशेष अङ्कमा तपाईँ के गीत गाउँदै हुनुहुन्छ? यो विशेष अङ्कमा विशेष मेरो आफ्नो गीत काली सुन्दरी नै गाउँछु। काली सुन्दरी गाउनुहुन्छ? हजुर। ओके, हामी अञ्जना गुरुङको काली सुन्दरी धेरै लोकप्रिय गीत, एल्बमको चर्चित गीत, उहाँ आजको यो रमाइलो अङ्क, यो विशेष अङ्कमा, यो हिरक अङ्कमा उहाँ आफ्ना सम्पूर्ण श्रोताहरूलाई, देश विदेशमा रहनुभएका श्रोताहरूलाई सुनाउँदै हुनुहुन्छ। हामी हार्दिक रूपमा जोरदारमा तालीले स्वागत गरौँ है त। काली सुन्दरी चर्चा मेरो गम्भरी सबै मलाई भन्छ
साँझ आवाजमा मिठो गीत गाइदिनु भयो। यहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँको साङ्गीतिक यात्रा सफल बनोस्, यस्तै मिठा गीतहरू गाउँदै जानुहोस् होइन। यो 100 अङ्कमा तपाईँले आफ्नो आवाज प्रस्तुत गर्नुभयो। यहाँलाई हामी रेडियो नेपालको तर्फबाट, कार्यक्रम साँझ र आवाजको तर्फबाट अन्तर्हृदयदेखि धन्यवाद दिन्छु है त। हस् त। अहिले हामीले प्रस्तुत गर्यौँ नेपाली सङ्गीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जना गुरुङलाई, जसले काली सुन्दरी आफ्नो एउटा लोकप्रिय एल्बमभित्रको एउटा गीत गाएर जानुभएको छ। हामी उहाँलाई धेरै धेरै धन्यवाद दिँदै फेरि हामी अर्का गायकहरूलाई हामी निम्त्याउँदैछौँ। अबको यो साँझ र आवाजको अबको श्रृङ्खलामा नेपाली सङ्गीत क्षेत्रमा आफ्नो भिन्दै पहिचान, आफ्नो आवाजको माध्यमबाट अर्कै भिन्दै पहिचान बनाउन सफल रहनुभएका गायक कन्हैया सिंहलाई हामी प्रस्तुत गर्न चाहन्छौँ। हामी जोरदार रूपमा तालीले स्वागत गरौँ लोकप्रिय गायक कन्हैया सिंहलाई। आज कस्तो गीत गाउँदै हुनुहुन्छ? धन्यवाद टिका भण्डारी दाजु र रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण श्रोतावृन्दलाई पनि नमस्कार। म आज चाहिँ वास्तवमा एउटा विशेष कार्यक्रम साँझ र आवाजको र त्यसमाथि पनि एउटा चाहिँ 100 एपिसोड भन्नुपर्छ। त्यसमा पनि मैले चाहिँ एउटा जुन अत्याधिक श्रोताहरूले माया गरिदिनु भएको गीत तिमीले भुल्न सके पनि मैले भुल्न सकिनँ हो, यो गीतलाई नै म प्रस्तुत गर्न आइरहेको छु। त्यसको रचनाकार हुनुहुन्छ प्रकाश केसी र सङ्गीतकार सन्तोष श्रेष्ठ। मेरो एल्बम आलापबाट म यो गीत गाउँदैछु, स्वीकार गर्नुहोस्। यो गीत गाउन त्यो गीतसँग गाँसीको कुनै एउटा मिठो अनुभूति, सुखान्त दुखान्त कुनै घटनाक्रम केही जोडिएको छ? त्यस्तो केही पनि होइन। हुन त अब यो गीत भनौँ न श्रोताहरूले दर्शकहरूले जुन माया गरिदिनु भयो, मलाई थुप्रै ठाउँमा भनौँ न कार्यक्रम सञ्चालकहरूले होइन सोध्नुहुन्छ तपाईँको जीवनसँग मेल खाने गीत हो कि भन्ने किसिमका कुराहरू कहिलेकाहीँ गर्नुहुन्छ। त्यस्तो केही पनि होइन। मैले जस्ट एउटा गीतमा सङ्गीतमा डुबेर मात्र गाइदिएको हो, त्यो भावनामा मात्र बगेर गाइदिएको हो। त्यसको चाहिँ गीतसँग यसको शब्दसँग मेरो वास्तविक जीवनसँग केही मेल खाँदैन। मात्र मैले गीतप्रति एउटा न्याय गर्ने प्रयास गरेको हुँ। त्यसलाई श्रोताहरूले